Hello, namaste, and welcome back to my channel. This is me, Engla Tamang. आज चाहिँ म स्किन केयरको भिडियो लिएर माझमा आएको छु तपाईहरुको प्लिज मलाई माया गरिदिनुस् होला। अन्त आज चाहिँ म फ्लेक्सिबल सिट चलाउँदैछु हो। यो चाहिँ मेरो साथीले रिकमेन्ड गरेको एकदमै राम्रो हुन्छ भनेर। यो चाहिँ तपाईले हरेक वेबसाइटमा तपाईले पाउनुहुन्छ हो। यसलाई चाहिँ बोइल गर्नुपर्छ। कतिजनाले चाहिँ यसलाई खान्छ पनि हो, कतिजनाले टाउकोमा लगाउँदा पनि हुन्छ। यसले चाहिँ कन्डिसनरको काम गर्छ अन्त अनुहारमा लगाउँदा पनि हुन्छ हो। यो 10 मिनेट जस्तो लाग्नुपर्छ। मेरो चाहिँ भइसकेको थियो, अलिक ड्राई गर्नु दिएर चाहिँ त्यहाँदेखि चाहिँ तपाईँले मजाले वास गर्नुपर्छ हो। यसरी तपाईँले कुन चाहिँ चलाउनुहुन्छ फेस वास हो, म चाहिँ यो डर्मोकोको चलाउँछु। अन्त यो चाहिँ मेरो यसमा सुट गर्छ नि त, मजाले मसाज गर्नुहोस् होइन। म चाहिँ खासमा चाहिँ मसाज गरेको एकदमै राम्रो फेसले हो, तर म चाहिँ 2-5 मिनट जस्तो चाहिँ मेरो अनुहारमा यो राख्नु सक्दैन नि त, त्यसले गर्दा हो। तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ माया हो, मायाले चाहिँ गर्नुहुँदै थियो नि त त्यतिखेर। अन्त फेरि म राम्ररीसँग धुँदैछु हो। यतिखेर चाहिँ अलमोस्ट यो रातिको स्किन केयर रुटिन हो मेरो हो, तपाईँहरूले देख्नुहुँदैछ। फेरि म कपाल बाँध्दैछु हो, कपाल छोडिसकेको छु। यो चाहिँ खासमा यो चाहिँ अर्को भिडियो हो। त्यहाँदेखि चाहिँ म उयो लगाउँदैछु पोन्ड्सको चलाउँदैछु, किनकि मेरो मोइस्चराइजर एभ्री युथको चलाउँदै थिएँ। एभ्री युथको चाहिँ मैले अस्ति मम्मीलाई दिएँ नि त फेस के पो अरे मोइस्चराइजर, त्यसले गर्दा मेरोमा मोइस्चराइजर थिएन। अन्त यो दोकानमा गएको ठिक्कै, खासमा चाहिँ म दुध किन्नु गएको थिएँ हो, ठिक्कै 5 रुपियाँ गर्ने रहेछ। दुईवटा किनेको थिएँ, एउटा चाहिँ मेरो साथीलाई, एउटा चाहिँ मलाई हो। हरेक कुरा म चाहिँ हातले नै ब्लेन्ड गर्छु, मोइस्चराइजर होस्, सिरम होस् हो। जेसुकै होस्, सिरम पनि अलमोस्ट सकिसकेको छ, तपाईँहरूले देख्नुहुँदैछ हो। यस्तो स्थिति भएको छ मेरो च्यानलले हो। सिरमहरू पनि किन्नुपर्ने छ। कसले बाई 1 गेट 1 हेर्नुहुन्छ तपाईँहरू मलाई कमेन्ट गर्नुहोस् होला हो। किनकि म बाई 1 गेट 1 हेरेर मात्रै किन्छु नि त स्किन केयर प्रडक्टहरू हो। यिनीहरूको वेबसाइटहरूतिर छोडिरहेको हुन्छ, त्यसले गर्दा। त्यहाँदेखि फेरि म कपाल कोर्नुपट्टि लागेँ हो। कपाल चाहिँ यसरी म क्याङको हातभित्रबाट हालेर कोर्छु हो। तपाईँले देख्न सक्नुहुँदैछ। कसले गर्नुहुन्छ यसरी गर्नुहुन्छ भनिदिनुहोस् होला। अन्त तपाईँले ट्राई गर्नुहोस् होइन यो एकपल्ट। इभन तपाईँले कपालमा पनि लगायो भने एकदमै राम्रो हुन्छ हो। थ्याङ्क यू सो मच। लाइक सेयर सब्सक्राइब। यो चाहिँ मेरो स्किन केयर